साथीहरू नमस्कार। आज म यहाँलाई युएमएमबी को बारेमा बताउन गइरहेको छु। यो भनेको युरिया मिनरल मोलासिस ब्लक है। यो चाहिँ खास कस्तोमा काम लाग्छ भन्दाखेरिमा चाहिँ जसले दाना बनाएर खुवाउन सक्नुहुन्न अथवा ढुवानी गर्न कठिनाइ छ अथवा कहिलेकाहीँ सङ्कटको बेलामा हैन, युद्धग्रस्त यस्तो दैवी प्रकोप यस्तो भएको बेलामा यस्तो बेलामा चाहिँ र हिउँदको बेलामा हैन, जब प्रशस्त हरियो घाँसहरू खान पाउँदैन पशुले, सुक्खा नल परालको भरमा चाहिँ पाल्नुपर्ने हुन्छ, त्यस्तो बेलामा चाहिँ युजफुल हुन्छ है। त्यस्तोमा दाना र हरियो घाँस प्रशस्त खुवाउन सकिन्छ भने यो बनाउने होइन है, त्यो विकल्पमा मात्रै यो चाहिँ हामीले प्रयोग गर्ने हो। अब यसमा चाहिँ अब प्रयोग गर्ने सामग्रीहरू भने चाहिँ कस्तो हुन्छ भने अब मेन चाहिँ अब युरिया मिनरल मोलासिस हैन, यहाँ तपाईँले देखिराख्नु भएको छ। अनि त्यसपछि गएर अब बाइन्डिङको लागि चाहिँ सिमेन्ट हैन, ब्लकहरू बनाउन त्यो डल्ला बनाउन सजिलो हुन्छ। अनि पिठोहरू, अनि त्यसपछि नुन भइहाल्यो हैन, चुन्डुङ्गाको धुलोहरू, यस्तो चिजहरू यहाँ जुन देखाउनु भएको छ 100 केजीको लागि आवश्यक सामग्रीहरू है। यसरी चाहिँ प्रयोग गरेर बनाउन सकिन्छ। अब बनाउने बेलामा चाहिँ के हो भने यो त्यस्तो गाह्रो केही पनि छैन है। तपाईँले ब्लक बनाउने कि डल्ला बनाउने पहिला त्यो डिटर्मिनेसन हुनु पर्यो हैन। अब ब्लक बनाउने भने मेसिनहरू पनि पाइन्छ, धेरै महँगो पनि पर्दैन, किन्न सकिन्छ। 50% अनुदान पनि सरकारले दिन्छ हैन। अनि होइन भने तपाईँको चाहिँ नि यो डल्ला बनाउने हो भने यसरी चाहिँ त्यो चिजहरूलाई मोलेर लास्टमा भेली हालेर अनि यसरी चाहिँ कसारको डल्ला बनाएको जस्तो डल्ला बनाउने। यो डल्ला चाहिँ सानो बाख्राहरूलाई खुवाउनलाई चाहिँ सानो डल्ला 25-30 ग्राम 35 ग्रामको बनाइने हुन्छ एउटा डल्ला एक दिनमा खुवाउनलाई होइन। नत्र ठुलो चाहिँ नि गाईबस्तुलाई खुवाउनको लागि चाहिँ 250 ग्रामको डल्ला, ठुलो खालको कसार भनौँ न, त्यो ठुलो डल्ला बनाउनुपर्छ है। एउटालाई एउटा मात्रै खुवाउने हिसाबले के सजिलो हुन्छ भनेर डल्ला दियो भने डुँडमा राखिदियो भने एउटाले एउटा मात्रै खायो नि त, नत्र धेरै खायो भने त विष लाग्न सक्छ हैन। त्यसरी चाहिँ बनाउन सकिन्छ। अब यो चाहिँ डल्ला बनाउन झन्झट हुन्छ, म ब्लकै बनाउँछु त्यसरी गर्छु भन्नुहुन्छ भने पनि ब्लक चाहिँ सारो चाहिँ हुनु पर्यो है। फेरि त्यो ब्लक धेरै खायो भने पशुलाई चाहिँ एक त आर्थिक नोक्सानी भयो, अर्को कुरा विष लाग्न सक्छ। त्यो कुरामा एकदम ख्याल राख्नु होला। अब कस्तो पशुलाई खुवाउने भन्ने कुरा मैले अघि नै भनिसकेँ हैन। अब त्यो चाहिँ नि राम्रोसँग दाना घाँस हरियो घाँसहरू खान नपाएको अभावको बेलामा, त्यस्तो चाहिँ नि क्राइसिसको बेलामा, युद्धग्रस्त अवस्थामा त्यस्तो खुवाउने हो। नखुवाउने भने चाहिँ नउग्राउने पशुलाई चाहिँ खुवाउनु भएन, उग्राउने पशुलाई मात्रै खुवाउने हो। साना पाठापाठीलाई, उग्राउने पशुको पनि साना पाठापाठीलाई खुवाउनु भएन है। र उग्राउनेमा पनि बढी भयो भने चाहिँ विष लाग्न सक्छ फेरि है। उग्राउने पशुमा पनि बढी भयो भने विष लाग्न सक्छ। ल यसरी चाहिँ डल्ला डल्ला बनाए पनि भयो। अब कसैले भन्नुहुन्छ युरिया भएको चाहिँ नि चिजहरू खुवाउन दिन हुन्छ कि हुँदैन, यस्तो मासुमा दुधमा के आउँछ कि भन्नुहुन्छ। त्यस्तो सानो मात्रा आउने हो, त्यो पनि युरिया नै आउने होइन, त्यो कन्भर्ट भएर प्रोटिन बनेर आउने हो। त्यसमा चाहिँ डराउनु पर्दैन। मात्रा धेरै भयो भने बढी विष लाग्छ कि भनेर डराउनु पर्यो होइन। बाँझोपन एकदमै धेरै भयो भने चाहिँ बाँझोपन पनि हुनसक्छ धेरै भयो भने होइन। विषै लागेर तत्काल मर्ने असर र दीर्घकालीन असर र अल्पकालीन असर हुन्छ नि त, त्यो हो। ल साथीहरू, मैले यो चाहिँ हाम्रो यहाँ मुस्ताङको किसानहरूलाई ट्रेनिङ पनि दिएको थियो, त्यसको भिडियोहरूको क्लिप्सहरू पनि यहाँ राखेर तपाईँलाई यो बुझाउने प्रयास गरेको मैले है। थ्याङ्क यू सो मच है।